टक्क लाएर हामी चाहिँ उठिसक्यो बिहान पहिला 8 बजेको छ। गुड मर्निङ सबैजनालाई। हामी चाहिँ बिहान किन उठेको भन्दाखेरि हामी अहिले हस्पिटल जाँदैछौँ, त्यही भएर चाहिँ बिहान उठेको होइन। त्यही भएर चाहिँ हामी टक्क कपडा सपडा लगाएर अब जान्छौँ बाहिर। टक्क हामी चाहिँ रेडी भइसक्यो, अब चाहिँ जाँदैछौँ हामी। अनि मेरो बुढी आउँदैछ, टक्क लाएर हामी चाहिँ जाँदैछौँ यताबाट सट्ट टक्क हस्पिटल। सो हामी चाहिँ अब जाँदैछौँ मन्चर जानेछौँ। मन्चर किन भन्दाखेरि हामीलाई हिजो मन्चर जानु भनेको थियो, अनि त्यही भएर चाहिँ हामी अब यहाँबाट गएर बसमा जान्छौँ। बसबाट फेरि हामीले चाहिँ आधा घन्टा लाग्छ। आज चाहिँ दामी काम लागेको छ क्या। यहाँ चाहिँ देख्न सक्नुहुन्छ टक्क अनि जुत्ता सुत्ता ठोकेर होइन, यहाँ चाहिँ देख्न सक्नुहुन्छ टक्क लगाएर हामी चाहिँ जाँदैछौँ। देख्नुभएको छ होइन। अनि हामी जाँदैछौँ हस्पिटलमा गएर के हुन्छ थाहा छैन। हामी चाहिँ अब जाँदैछौँ, के हुने हो के भन्छ डाक्टरले होइन। मेन फ्लोरमा पुगिसक्यो अनि बस स्टपमा जानु छ। हामीले चाहिँ सामान आइरहेको छ यहाँ चाहिँ देख्न सक्नुहुन्छ। अर्को हस्पिटलमा जाँदैछौँ हामी, किन भन्दाखेरि अहिले चाहिँ हामी अब हस्पिटलमा बसिरहेका छौँ टक्क लाएर। अहिले हस्पिटलबाट आइसक्यो होइन। अनि अब नास्ता सास्ता खानु पऱ्यो, बिहानदेखि केही पनि खाएको थिएन होइन। प्रब्लम पनि होटलमा छुट्टी पनि भयो, अनि त्यही हो केटा होइन। हामी चाहिँ मन्चरमा छौँ अहिले। अनि मन्चरबाट फेरि हामी नारायणगाउँ जानुपर्ने हुन्छ, किन भन्दाखेरि हामी अब त्यहाँबाट आज बिहान 7 बजी आएको, अहिलेसम्म टाइम लगाइदियो होइन। हामी बसमा जानुपर्ने हुन्छ। अब टक्क हामी यहाँबाट बसमा चढ्छौँ, त्यसपछि नारायणगाउँमा उत्रन्छौँ। हामी चाहिँ नारायणगाउँमा बस्छौँ होइन। सो हामी चाहिँ अब त्यहाँबाट बसमा चढेर जान्छौँ। एक्चुअली अब भाउजूको रुममा जान्छौँ हामीले चाहिँ। अनि हाम्रो बेबीलाई देखाउँछु तपाईँहरूलाई अहिले चाहिँ। अब म रुममा गएर देखाउँछु होइन। यो भ्लगमा हाल्नेछु, सबैजनाले हेरिदिनु होला। अनि सो आज चाहिँ दामी लागेको छ क्या, यहाँ चाहिँ यस्तो दामी लागेको छ। अनि चाहिँ हामी अहिले कहाँ जान्छौँ भन्दाखेरि भाउजूको रुममा जान्छौँ पहिला, त्यसपछि फेरि हामी रुममा जाने हो। अहिले त हुँदैन होला, अहिले चाहिँ घाम लागिरहेको छ, अहिले चाहिँ रुममा हुँदैन, पछि जान्छौँ हामी। अनि सो त्यही हो, आज यहाँको लोकेसन चाहिँ दामी छ। फाइनली हाम्रो चाहिँ आज काम सक्यो, किन भन्दाखेरि अब धेरै टेन्सन थियो नि त, त्यही भएर अब टेन्सनको कुरा हो। पछि फेरि डेलिभरी हुँदाखेरि हस्पिटलमा नलगेपछि अब गाह्रो हो नि त, त्यही भएर चाहिँ अब हाम्रो चाहिँ अब प्रब्लम केही हुँदैन, प्रब्लम सल्भ भयो आजदेखि। अनि सो त्यही भन्न चाहन्छु सबैजनालाई होइन। अनि खुसीको हाम्रो लागि त खुसीको कुरा हो है। चाहिँ यो लगेर टक्क हामी चाहिँ ब्याग स्याग लगेर जाँदैछौँ। अनि यो सामान त म्याडम ल सामानहरू म माइक सामानमा क्या टक्क लगाएर अब चाहिँ हामी माइकमा कुरा गर्छौँ। माइकमा मलाई एउटा कुरा, अर्को कुरा खुसीको कुरा के हो भन्दाखेरि होइन। अनि मलाई चाहिँ भ्लग बनाउन लास्टै मनपर्छ, किन भन्दाखेरि मलाई टाइम नमिलेर भ्लग नबनाएको हो। युट्युबमा पनि प्रब्लम भएको थियो, त्यही भएर चाहिँ अनि भ्लग हाल्न पाएको थिएन। अनि आजबाट भोलिबाट मेरो भ्लग डेली आउँछ। कहाँ छ?